सो हेलो एन्ड नमस्ते गाइज। आज चाहिँ दोस्रो दिन दोस्रो ब्लग इन ओसाका दाइको घरमा छु। अनि सो आज चाहिँ म घर जाँदैछु। अहिले चाहिँ 1 बज्न लागिसक्यो। अनि सो अब एकैछिनमा म घर जानेछु। अनि बिहानदेखि उठेर ब्रेकफास्ट खानपिन सब भयो। अनि हिजो दसैँ रमाइलो भयो होइन, टिका सिका लगायो, रमाइलो गऱ्यो, त्यही भ्यायो, घाँटी बस्यो गाइज। अनि सो त्यही हो। अनि आज चाहिँ बेलुका काम छ, अनि काम पाउने गरी म फर्किने छु। अनि भर्खर खानपिन गरेर बस्यो। दाइ चाहिँ बिहानै काममा जानु भइसक्यो। अनि घरमा चाहिँ भाउजू मात्रै हुनुहुन्छ, भाउजू र अनि नानी हुनुहुन्छ। सो अनि म चाहिँ अब एकछिन रेस्ट गरेर अनि जानेछु। म चाहिँ यहाँ म्याप हेर्दैछु अब कसरी जाने भनेर ट्रेनको होइन। हिजो आउन त आइयो, अब म्याप त हेर्नु पऱ्यो। अनि म चाहिँ अहिले यहाँ छु। सो यहाँदेखि म पुग्नुपर्ने ठाउँ यहाँ छ। अनि यहाँ चाहिँ मैले हेरिसक्यो सबै। यतिवटा ट्रेन चेन्ज गरे कस्ट 1880 चान्चुन लाग्ने रहेछ। हेरौँ के हुन्छ, ट्रेन चढ्न सक्छ कि सक्दैन है। फेरि हराउँछु क्या गाइज। फेरि यो त लास्टै ठुलो छ एरिया है। एउटा ट्रेन मिस्टेक चढ्यो भने त कता पुगिन्छ। सो त्यही भएर म्याप हेर्दै जाने हो। सो म तपाईँहरूलाई एउटा चिज देखाउँछु। यो चाहिँ मेरो फोटो हो 1914 को। दादा, भाउजू र दिदी, भाउजू। अनि मनी प्लान्टहरू टन्दै छ गाइज। सो त्यही हो। आउँदाखेरि सजिलोसँग आयो। अब जाँदाखेरि नि अब काम भेट्ने गरी मजाले जानुपर्छ। अनि आज चाहिँ राति 11 बजीसम्म काम छ, 4 बजीदेखि। सो त्यही भएर म चाहिँ चाँडै निस्किन्छु। जोस् अलिक अगाडि पुग्ने गरी। स्टेसनहरूमा फेरि यो लास्टै भिड हुन्छ क्या, त लास्टै भिड, यति धेरै मान्छेहरू हुन्छ होइन। त्यही भएर मैले स्टेसनतिर कहीँ भिडियो बनाएको छैन। सो मिल्यो भने आज चाहिँ म भिडियो बनाउनु ट्राई गर्छु। र मैले हिजोको भिडियो हालिसकेको छु, सबैजनाले हेर्न नबिर्सिनु होला। सो त्यही हो। अनि आज चाहिँ दोस्रो दिन ओसाका, तर म यहाँ चाहिँ कतै घुम्न गएन। सो बिहानैदेखि आएँ, नानीसँग खेलेर बस्यो। अनि आज चाहिँ घर जान्छु। अनि कुनै दिन फेरि टाइम भए बेला चाहिँ अब ओसाका घुम्ने गरी आउँछु। सो त्यही हो। मेन कुरा भनेको चाहिँ दसैँमा सबैजनासँग भेट्न पायो, त्यही खुसीको कुरा हो। अनि सो धेरै खुसी लागिरह। अनि दसैँमा एक्लै घरमा बस्नुभन्दा त बढी थाहा, माइन्ड फ्रेस पनि भयो, रमाइलो पनि भयो है, सबैजनासँग भेटघाट पनि भयो, धेरै खुसी लाग्यो। अनि आज चाहिँ म सो ब्याक हुन्छु। अनि त्यही हो, फेरि काममा। अनि मेरो अनलाइन क्लासहरू पनि छ। अनलाइन क्लासहरू मैले पढेको छैन। सो घर भोलि बिदा। सो बिदाको दिन चाहिँ म अनलाइन क्लासहरू सबै एटेन्ड गर्नेछु। सो गाइस त्यही हो। अनि हेर्दै गर्नु होला। अब एकछिनमा म बिदाई गरेर जानेछु। अनि सबै देखाउनु छ है त गाइस। काकुलाई बाई बाई गर। ल बाई बाई। बाई बाई। काकु जाने अब। बाई बाई। खोइ काकुलाई बाई बाई गर त। बाई बाई। बाई बाई। हाँसा। खोइ हाँसेको। बिजी भयो अब। खितिती गर्न सिक्यो बिचरा। गर त। गर। ल बाई बाई है। बाई बाई। ल काकु गएको अब। हाच्छु भन्दै ल। टामसँग जाने छु भन्दै ल। बाई बाई। हस् छ भयो है भाउ। ल बाई। अब अर्कोचोटि यसो बिदा भएर फेरि आउँछु। हस् बाई बाई। बाई बाई। बाई बाई। ल हस् भाउजू गएको ल। हस्। सो गाइस म चाहिँ अहिले यहाँबाट निस्किसक्यो। मेरो 13 कि 14 ट्रेन छ। यहाँबाट चाहिँ 3 बजे उता ओसाका हिमेजी पुग्ने गरी जान्छु म भनेर चाहिँ त्यही अनुसार निस्केको छु। सो ढिला नभइकन निस्क्यो भने ट्रेन त्यही अनुसार चढ्न पायो भने मजाले पुगिन्छ। सो म चाहिँ अहिले स्टेसन जाँदैछु।
र यहाँबाट स्टेसन 3-4 मिनटको डिस्टेन्समा छ र अनि यहाँबाट सिधै ट्रेन चढेर सो यही नजिकै स्कुल रहेछ बच्चाहरू यहाँ कराइराखन् हल्ला गरिराखन् सो स्टेसन चाहिँ आइपुग्यो अनि यहाँबाट अब ट्रेन अरूभन्दा पनि ट्रेन नरिखेको लास्टै झाउ लाग्छ कि मलाई यो नरिखाइ यो प्लेटफर्महरू भेट्यो भने लास्टै झाउ हुन्छ सो त्यही हो अब यो चाहिँ अलि मेन सिटी पऱ्यो नै अलिक टाढा भएको भएर यता चलपल त्यो चाहिँ खासै छैन सो त्यही भएर अब आज मिल्यो भने बाटोतिरको यसो भ्यूहरू देखाउँदै जानेछु है त गाइज हेर्दै गर्नु होला स्टे ट्युन ल सो गाइज म चाहिँ स्टेसन आइपुग्यो अनि यहाँबाट अब कता कता जाने हो म चाहिँ यहाँ ट्रेन चढेर अर्कै स्टेसनमा झरेँ तर अर्कै आउनुभन्दा अगाडि स्टेसन झरेँ सो यहाँ ट्रेन कुद्दैछु है अब अघिको ट्रेन चाहिँ अर्कै ठाउँमा जाने ट्रेन पऱ्यो भएर म यहाँ ओर्ली अब यहाँ आउने ट्रेन कुद्दैछु सो गाइज अब के हो कसो हो हेरौँ है ढिला पो भयो त यहाँ काम भ्याउँछ कि भ्याउँदैन भन्ने कुरा हो यता ओसाकैमा यहाँ ट्रेन चढ्न कस्तै छ्याउ कि नयाँ नयाँलाई त है कस्तै औडा छ यसले हिँड्नलाई त अलिक गाह्रै पर्छ सो तुरम 24 को ट्रेन छ अब 2 मिनट लाग्छ अनि त्यसमा चढेर जाऊँ कहाँ पुगिन्छ के हो अब जानी हैन एक्लै हिँडेपछि मात्र बल्ल बुझिन्छ के सो त्यही भएर अनि गम्बत्ती गर्छ है त म आयो ट्रेन Soon be arriving at Osaka Jogo. Station number 007. So guys, misalnya Osaka Station aja so never line. So guys, Osaka स्टेसन में आइपुग्यो यहाँबाट 5 यता रहेछ कोबे मेरो हिँडेको जाने यहाँ रहेछ समय लागिसक्यो अझै 7 मिनट आउँछ
लरिगा 5बाट 7मा जान्छ लरिगा 5 पुग्यो त्यस्तै मेरा भेट्ने है जाने चल्दिने हो यहाँबाट चाहिँ लरिगा 5 यो होला साइड यो साइड होला हेरौँ है के हुन्छ 2 बजे भने यताबाट छिमेकीसम्म जाने कोही हिँडेको के ल भेट्यो गाइस ल फाइनली म चाहिँ आफ्नो ट्रेन भेटाउन आइसकेँ अझै 6 मिनट बाँकी छ ओसाकाको मेन स्टेसन चाहिँ यो देख्न सक्नुहुन्छ कति ठुलो छ आमामा लास्टै ठुलो छ गाइस अझै काममा जानको लागि चाहिँ अझै बाँकी छ टाइम गाइजहरू अनि म चाहिँ यहाँ हिमेजी आइपुगेर यहाँ ओर्लेर अब पानी खान्छु अनि मेरो चाहिँ यहाँ एकीमै हो काम अनि त्यही भएर म चाहिँ यहाँ कति अब भर्खर 18 भयो 3 बजेर 18 मिनट गयो 4 बजीदेखि काम छ सो अनि म यहीँ बसेर अनि बेलुका 11 बजेसम्म काम छ अनि सो त्यही हो काम सकेर रुम जानेछु गाइज त्यही हो है त आजको अब मिठो तितो मिठो जस्तो भयो नि यस्तै हो यस्तै भयो भिडियो सो सबैले माया गर्न नबिर्सनु होला प्लिज है त आजको लागि भिडियो यति नै प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब माई युट्युब च्यानल एन्ड लाइक कमेन्ट सेयर पनि गर्न नबिर्सनु होला सो गाइज त्यही हो यति भन्दै सबैलाई फेरि ढिला भयो नि वान्स अगेन ह्याप्पी दसैँ नेपालमा त 5 दिनसम्म हुन्छ होइन त्यही भए पनि ल सबैजनाले दसैँ ससैँ मनाउनु रमाइलो गर्नु अब हाम्रो त काम हुन्छ गएको हुन्छ सो त्यही हो त्यस्तै छ होइन ल है त स्टे ट्युन अब सबैजना मिलेर मनाउनु झैझगडाहरू नगर्नु होला है त ल गाइज बाई बाई सबैजनालाई त्यही हो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला है त बाई बाई